भर्खर जन्मिएको बालकले यो धरतीमा आउने बित्तिकै एउटा शिशुले बोल्यो भने कस्तो लाग्छ? यसरी नै फरर बोल्यो, कुराकानी गर्यो भने कस्तो लाग्छ? अचम्म लाग्छ नि, हैन? अनौठो हुन्छ त्यो कुरा। अनि त्यो बालक बिस्तारै बढ्दै बढ्दै जान्छ। 2 वर्ष पछि उसले बोल्यो भने त्यति बेला उसले बोल्यो भनेर अचम्म लाग्दैन, किनकि त्यो उसको बोल्ने समय हो। बिस्तारै बिस्तारै बोल्दै जान्छ ऊ, अचम्म लाग्दैन। तर भर्खर जन्मिने बित्तिकै बोल्यो भने त्यो चाहिँ एकदमै अनौठो हुन्छ, अचम्म लाग्छ, हैन? त्यो चाहिँ किनभने त्यो जन्मिने बित्तिकै चाहिँ बच्चाको बोल्ने समय होइन। स्वाभाविक रूपमा बिस्तारै वृद्धि हुँदै गएपछि उसले आफ्नो समयमा चाहिँ बोल्नुपर्छ, त्यतिखेर बोल्यो भने अचम्म लाग्दैन। तर ऊ 2 वर्ष, 3 वर्ष, 4 वर्ष हुँदै जान्छ, उसको बोल्ने समय आयो र त्यो समयमा फेरि ऊ बोलेन भने त्यतिखेर पनि अचम्म लाग्छ। किन भन्दा यो त बोल्ने समय हो, अझैसम्म पनि त्यो बालक बोलेन भनेर अचम्म लाग्छ। भनिसकेपछि जुनसुकै कुरो पनि ठिक समयमा जतिखेर हुनुपर्ने हो त्यतिखेर भएन भने त्यो चाहिँ अनौठो हुन्छ, अचम्म हुन्छ। त्यसकारणले सबै कुराहरू ठिक ठिक समयमा, हुनुपर्ने समयमा, गर्नुपर्ने समयमा र बोल्नुपर्ने समयमा बोलियो भने चाहिँ त्यो सामान्य हुन्छ र राम्रो पनि लाग्छ सुन्नमा, हैन? त्यसले खुसी पनि दिन्छ। सबै समयमा गरिएका कुराहरूले चाहिँ ठिक समयमा ठिक कुरो भयो भने त्यसले खुसी दिन्छ। कहिलेकाहीँ मानिसहरू मरेको ठाउँमा, शोक परेको ठाउँमा हामी जान्छौँ नि, त्यहाँ गएर हामी रोइरहेका मानिसहरूको बिचमा रोयौँ भने त्यसले के गर्छ? त्यो रुँदै गरेका मान्छेलाई अर्कोले पनि रोइदिँदा चाहिँ त्यो चाहिँ सहानुभूति हुन्छ, हैन? उसले पनि आफूले जस्तै अनुभूति गर्दैछ भन्ने हुन्छ र उसको रुवाइले मेरो रुवाइलाई, मेरो पीडालाई चाहिँ के गर्छ? मलम लगाउँछ। भनेको त्यो ठिक समयमा ठिक कार्य गरेको कारणले गर्दा त्यसले के गर्यो? मलम लगाउने काम गर्यो। तर कुनै शोक परेको ठाउँमा गएर कोही रोइरहेछ, हामी गएर त्यहाँ गलललल हाँसिदियौँ भने त्यहाँ अरू रोइरहेछन्, कोही गएर हाँसिराखेछ भनेपछि त्यो उचित समयमा उचित कार्य गरेको भएन। रोइरहेको ठाउँमा त्यो हाँसोले मलम लाउँदैन। तर हाँसिरहेको ठाउँमा, एउटा विवाह भोजमा, खुसीको उत्सवमा सबै हाँसिरहेका छन्, त्यहाँ मैले मेरो दुःख लगेर, पीडा बोकेर गएर गुवा गुवा रोइदियो भने त्यो मेरो रुवाइले उनीहरूको खुसी के गर्छ? नष्ट गर्छ। भनाइको मतलब हाँस्नु राम्रै कुरो हो, तर गलत ठाउँमा गएर मैले हाँसेँ भने, गलत समयमा गएर म हाँसेँ भने त्यो मेरो हाँसो राम्रै चित्त बुझ्दो हो भने पनि त्यसले समस्या खडा गर्छ। त्यसकारणले उचित समयमा उचित कार्य, उचित कुरो गर्नु चाहिँ बुद्धिमानी हुन्छ।